नमस्कार, म सधैँ तपाईहरुलाई आज बीबीएस सेकेन्ड इयरको एउटा चाहिँ हाम्रो नर्सिङ होमको बाट क्वेसन आएको जुन क्वेसन छ हैन 2074 मा छ हैन। यो तपाईहरुको क्वेसन पेपर पनि तपाईहरुले ख्याल गर्नु होला। यदि तपाईले एक्जाममा ट्राई गरिरहनु हुन्छ भने त्यति बेला ख्याल गर्ने कि हाम्रो यो क्वेसन नम्बर 14 मा आउँछ। क्वेसन नम्बर 14 को ए मा आउँछ है। यसको टोटल यो मार्क्स को वेट चाहिँ भनेको 5 मार्क्स को हो। म आज तपाईहरुलाई बताउन गइरहेको छु। यसमा दिएको इन्फर्मेसन के छ भन्दा नर्सिङ होमसँग रिलेटेड खर्चहरु चाहिँ दिइरहेको छ के यहाँ चाहिँ। जस्तो के दियो, a newly established nursing home provide you the following information for the year 2014 भनेर दिएको छ। हामीलाई नर्सिङ होमको इन्फर्मेसन दियो के। एउटा नर्सिङ होममा कति खर्च लाग्छ, के खर्च लाग्छ त नर्सिङ होमको भनेर हामीलाई इन्फर्मेसन दिइरहेको छ। अब यहाँ हेर्नुस् है, डाक्टर स्यालेरी भन्दा कति छ, 3 लाख रुपैयाँ छ। डाक्टर स्यालेरी हाम्रो 3 लाख रुपैयाँ हो। नर्स एन्ड अदर स्टाफ स्यालेरी भनेको कति लागेको छ हाम्रो यहाँ चाहिँ 2 लाख रुपैयाँ लागेको छ। त्यस्तै कस्ट अफ अक्सिजन एन्ड प्याथोलोजी एक्सरे एक्सेट्रा भनेर 1,50,000 दिएको छ है। त्यस्तै हाम्रो डिस्पेन्सरी भनेको, अब डिस्पेन्सरी भनेको डाक्टरहरुले युज गर्ने विभिन्न इक्विपमेन्टहरु हुन्छ। त्यो इक्विपमेन्टहरु जस्तो भनौं न, त्यहाँ मलम युज होला, कपास युज होला, ब्यान्डेज युज होला, त्यसलाई चाहिँ हामी डिस्पेन्सरी भन्छौं हैन। यो खर्चहरु छ। अब त्यस्तै एक्सपेन्सेस आर फुड प्रोभिजन अनि जनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भन्दा हाम्रो टोटल यो चाहिँ खर्चको आइटमहरु दिइरहेको छ है। यो खर्चको आइटममा हामी सुरुमा अब यो हाम्रो चाहिँ के भन्दा रनिङ हो कि स्ट्यान्डिङ हो भनेर हामीले छुट्याउनु पर्ने हुन्छ के। स्ट्यान्डिङ भनेको फिक्स कस्ट हो, रनिङ भनेको भ्यारिएबल कस्ट हो। अथवा त्यो कस्ट चाहिँ के भन्दा चेन्ज हुन्छ कि हुँदैन भन्ने कुरा है। अब यो खर्चहरु हामी त्यसरी छुट्याउँछौँ। अनि तल चाहिँ अकुपेन्सी पोजिसन हैन त, अकुपेन्सी पोजिसन 40 बेड फर 300 डेज हैन। त्यो नर्सिङ होममा चाहिँ कतिवटा बेड छ भन्दा 30 वटा बेड छ के। कतिवटा बेड छ, 30 वटा बेड छ। यो 30 वटा बेड 300 दिन प्याक हुन्छ। कति दिन प्याक हुन्छ, 300 दिन प्याक हुन्छ के। 30 वटा बेड 300 दिन प्याक हुन्छ है नर्सिङ होमको। ओके, अब हामीलाई तलपट्टि निकाल्नु भनेको के त भन्दा कस्ट पर पेशेन्ट डे। कस्ट पर पेशेन्ट डे। अब पेशेन्ट डे हाम्रो कस्ट पर पेशेन्ट डे निकाल्नु पर्यो। यसको लागि हामी पहिला अपरेटिङ कस्ट सिट बनाउँछौँ। अपरेटिङ कस्ट सिट बनाइसकेपछि टोटल पेशेन्ट डे क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। म तपाईहरुलाई बनाउँछु यहाँ अपरेटिङ कस्ट सिट। हेर्नुस्, ऑपरेटिंग कॉस्ट शीट हो नर्सिङ होमको। अब यो खर्चलाई हामी चाहिँ छुट्याउने गर्छौँ। यसरी फर्मुला हामी बनाउँछौँ। पहिला पार्टिकुलर्स अमाउन्ट लेख्न सक्छौँ। अब हेर्नुस् है, अब सुरुमा हामी यहाँ स्ट्यान्डिङ चार्ज भनेर लेख्नु पर्यो। ए नम्बरमा लेखेँ है मैले, स्ट्यान्डिङ चार्ज। स्ट्यान्डिङ चार्ज भनेको फिक्स चार्ज जुन चाहिँ चेन्ज हुँदैन। जस्तो स्यालेरी त चेन्ज हुन्न, हरेक महिना मान्छेले कमाउँछ स्यालेरी हैन, त्यो चेन्ज हुँदैन नि त। जस्तो डाक्टर स्यालेरी हैन त, डाक्टर स्यालेरी हाम्रो कहाँ जान्छ, स्ट्यान्डिङमा जान्छ है। डॉक्टर सैलरी हो। डॉक्टर सैलरी भनेको कति दिएको छ, फेरि के दिएछ भने इन्फर्मेसन हेर्नु त। न्यूली एस्टाब्लिश्ड नर्सिङ होम प्रोवाइड यु द फलोइङ इन्फर्मेसन फर द इयर भनेर दियो कि। फर द इयर भनेको 1 वर्षकै दियो। यहाँ हामीलाई महिनाको दिएको छैन, मन्थली दिएको छैन। यदि मन्थली दियो भने सैलरी एनुअली राख्नु पर्यो, किनकि हाम्रो यो अकुपेन्सी बेड अकुपेन्सी त 1 इयरको दिइरहेछ नि त। 300 दिन चाहिँ प्याक हुन्छ भनेको छ नि त 30 वटा बेड। त्यही भएर हामीले एनुअली नै गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हामी के गर्छ भने 3 लाख रुपैयाँ हाम्रो डाक्टर स्यालेरी। अब त्यस्तै हाम्रो अर्को छ नर्स एन्ड अदर स्टाफ स्यालेरी। नर्सेस एन्ड अदर सर्टकट लेखेँ मैले है। कति हो त स्यालेरी, 2 लाख रुपैयाँ। अब यसपछि अर्को छ कस्ट अफ अक्सिजन भनेर छ नि त। यदि बिरामी बढ्यो भने त अक्सिजनको कस्ट बढी पर्छ, कम भयो भने त कम लाग्छ। त्यही भएर यसलाई हामीले के राख्नु पर्यो भन्दा यसलाई चाहिँ हामी रनिङमा राख्छौँ। अब रनिङमा राख्ने कुरा अहिले लेख्नु है, यो रनिङ भयो। डिस्पेन्सरी एक्सपेन्सेस भयो। डिस्पेन्सरी पनि हाम्रो के भयो त भन्दाखेरि यो पनि हाम्रो रनिङ नै भयो। धेरै बिरामी आयो भने धेरै अब इक्विपमेन्टहरु खर्च हुन्छ, टेपहरु
अनि त्यस्तै हाम्रो मलमहरु पट्टीहरु हैन यो कुरा चाहिँ यहाँ जाने भयो आफ्टर दैट अब एक्सपेन्सेस फर फूड यो पनि हाम्रो के हो त रनिङ हो फूड भनेको खाना बिरामीले खाने खाना यदि धेरै बिरामी भयो भने त्यहाँ खाना के हुन्छ त खाना खर्च बढी लाग्छ त्यस्तै जनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस यो भनेको हाम्रो स्टार्टिङ नै हो जनरल एक्सपेन्सेस कति छ अब यसमा चाहिँ हामी रनिङ लेख्छौं यहाँ अब बी नम्बरको हाम्रो हुन्छ यहाँ यो टोटल गर्दा पनि हुन्छ टोटल स्टार्टिङ चार्ज कति आउँछ $6,40,000 आयो अब रनिङ चार्ज लेख्छौं रनिङ भनेको चेन्जेबल अथवा भ्यारिएबल चार्ज हो है यो चाहिँ भ्यारिएबल चार्जमा चाहिँ अब हाम्रो के पर्छ हाम्रो कस्ट अफ अक्सिजन अक्सिजन प्याथोलोजी भनेको छ ल अनि एक्सरे कति लाख 1,50,000 त्यस्तै हाम्रो डिस्पेन्सरी एक्सपेन्सेस डिस्पेन्सरी एक्सपेन्सेस मा चाहिँ हाम्रो आयो कति आयो 1,00,000 रुपैयाँ आयो त्यस्तै अब हाम्रो के लागेको छ अर्को एक्सपेन्सेस फर फूड प्रोभिजन एक्सपेन्सेस फर फूड प्रोभिजन कति आयो हाम्रो 1,60,000 अब यो पनि हामी टोटल गर्छौं कति आउँछ 4,10,000 आउने भयो अब हेर्नुस् है यो गरिसकेपछि हामी यहाँ टोटल अपरेटिङ कस्ट टोटल अपरेटिङ कस्ट भने A प्लस B अथवा हामीले टोटल अपरेटिङ कस्टमा के गर्नु पर्यो भने एउटा स्ट्यान्डिङ चार्जको टोटल र अर्को रनिङ चार्जको टोटललाई चाहिँ दुईटालाई जोडेर लेख्छौं है 6,40,000 प्लस 4,10,000 गर्दाखेरि हाम्रो 10,50,000 आउने भयो अब यो निकालिसकेपछि हामीलाई सोधेको के हो कस्ट पर पेसेन्ट डे निकाल्नु भनेको के क्वेशनले चाहिँ के भने कस्ट पर पेसेन्ट डे अब हामीले कस्ट पर पेसेन्ट डे निकाल्नको लागि पहिला हामी पेसेन्ट डे क्याल्कुलेट गर्छौं यो मैले मेटे माथिपट्टिको अब पेसेन्ट डे कसरी क्याल्कुलेट गर्ने हैन त पेसेन्ट डे क्याल्कुलेसन गर्नलाई हामी के गर्छौं यहाँ चाहिँ अकुपेन्सी पोजिसन्स अफ 30 बेड 30 वटा बेड कति 303 कति आयो हाम्रो 90,000 पेसेन्ट डे गर्दा हामी चाहिँ के गर्ने भयो भन्दा 30 वटा 30 बेड छ 300 डेज भनेपछि हाम्रो 30 बेड इन्टु 300 डेज गर्दा हाम्रो कति आउने भयो त 9,000 डेज आयो हो अब हामीले चाहिँ यहाँ सोधेको अब यहाँ यसरी गर्दा पनि मिल्छ हैन यो अपरेटिङ कस्ट सिधा आयो हैन यो अनि यहाँ चाहिँ टोटल ल अब हाम्रो चाहिँ पेसेन्ट डे 9,000 आयो भने चाहिँ अब हामीले कस्ट पर पेसेन्ट डे गर्दा के गर्नु पर्यो त भन्दा कस्ट पर पेसेन्ट डे इज इक्वल टु टोटल अपरेटिङ कस्ट बाइ टोटल पेसेन्ट डे यसरी गर्नु पर्यो क्या अब टोटल अपरेटिङ कस्ट भने कति आयो त टोटल अपरेटिङ कस्ट कति आयो हाम्रो
10 लाख 50,000 प्यासेन्ट डे कति आयो 9,000 आयो कति आउने भयो 116.66 आयो है therefore cost per passing day is RS 116.66 यसरी हामीले ए नम्बरको गर्यो अब बी नम्बरमा सोध्दैछ if perfect if the nursing home charge 140 per day from each passing अब हेर्नु न हाम्रो चाहिँ कस्ट को प्यासेन्ट चाहिँ 116 रुपैयाँ 66 पैसा आयो हैन 116.66 पैसा आयो कस्ट पर प्यासेन्ट डे अब नर्सिङ होमले कति चार्ज गरिरहेको छ 140 चार्ज गरिरहेको छ के एउटा प्यासेन्टबाट एक दिनको 140 लिने भयो भनेपछि कति नाफा हुन्छ भनेर हामीलाई सोधिरा है मैले यो मेटे है त बी नम्बरको लागि चाहिँ हैन यो चाहिँ यति चाहिँ हाम्रो टोटल 4 नम्बरको हो हैन अब यो बी को लागि प्रॉफिट अब भनौं न चार्ज फ्रम नर्सिङ होम माइनस कस्ट पर प्यासेन्ट डे अब चार्ज कति हो त भन्दा 140 अघि आएको थियो अनि त्यस्तै 116.66 गर्दा कति आउने भयो 23.33% भयो 23.33 आयो है अब therefore profit per passing day is RS 23.33 भनेर यसरी हामीले 5 मार्क्स को क्वेशन चाहिँ हामीले गर्यौ हैन ल मेरो च्यानललाई चाहिँ लाइक सब्स्क्राइब गर्नु होला नेक्स्ट भिडियो कुन च्याप्टरको चाहियो कमेन्ट पनि गर्नु होला धन्यवाद